वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आफ्नो बनाको थादिन जन्तीले आइपुगे धादिङ जुनको चाँदनी तिमलाई आफ्नो बनाको थादिन जन्तीले आइपुगे धादिङ जुनको चाँदनी मायालुको हाँसो राम्रो जुनको चाँदनी मेरा साथमा हुन्छ अब जता जाँदा नि मायालुको हाँसो राम्रो जुनको चाँदनी मेरा साथमा हुन्छ अब जता जाँदा नि मेरा साथमा हुन्छ अब जता जाँदा नि
सरस्वतीको पाकी छौ वरदान मायाको फूल छरेर घरदान जुनको चाँदनी सरस्वतीको पाकी छौ वरदान मायाको फूल छरेर घरदान जुनको चाँदनी मायालुको हाँसो राम्रो जुनको चाँदनी मेरै साथमा हुन्छ अब जता जाँदा नि मायालुको हाँसो राम्रो जुनको चाँदनी मेरै साथमा हुन्छ अब जता जाँदा नि मेरै साथमा हुन्छ अब जता जाँदा नि लिएपछि छोरीको घरमा शिरको धर्म हजुरकै सुभरमा जुनको चाँदनी विवाह पर्व भइरहेका छन् कि बिहा वर्तन सबै हुँदैछन् है खानी खाऊ खाऊ खायो फाल्लो 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 चन्दन शरीर शुद्धिद्वारा कर्माधिकार प्राप्त शिरमा छ्यापौँ तपाईँहरूको आफ्नो शिरमा कर्ता जति सबैलाई ल अब गोदान दिने ब्राह्मणलाई टिको लगाइदिउँ न भयो ब्राह्मण कति बेला भन्नु है तयारी आत्रे अर्धनार्थ ईशावासी त्रिपाण्ड माध्यन्दिर शाखान्तर त शुक्ल छोरा होइन लक्ष्मी देवान गोसाख्यमुपासे देवा भयन् देवा प्रातिरन्तु जीवासे स्वस्तिन भूका विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु शृणुयामो देवा भद्रं पश्येमाक्षभिर्यजत्राः स्थिरैरङ्गैस्तुष्टुवागुंसस्तनो बिभ्यसे मयि देवहितं जनायुः द्योः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुण शान्तिः शान्तिरेव शान्तिः सामा यतो यतः समीहसे ततो नो अभयं कुरु सन्नः कुरु प्रजाभ्यो भयन्न
मातृभ्यो नमः इष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः जल अर्घ चन्दन फुल नमस्कार ध्यानादि सर्वोपचारार्थे आलोपचारं समर्पयामि नमस्कार विष्णुवे नमः प्रजापतिको पूजन पल्ल छेउ गएको ओम प्रजापति न त दिताने विश्वरूपाणि प्रजा भवजत कामास्तु जीवमा तन्नो अस्तु भयो र पवित्र लाउ जान्नुमा पनि पवित्र लाउ छ त्यसपछि म बुढो मान्छे नि पछि हवनादि कर्मम तथा सामीदनम अश्विनी कुमार आदि पूजनम समर्पयामि नमस्कार वरणीय द्रव्येभ्यो वस्त्रादिभ्यो नमः हरि ओम तत्सत् जलसमान्तरं यतै ल्याउनु यहीँबाट पूजा आएपछि बाबु अर्को बाबु खै त हिजो गर्ने गरिहाल्यो हुन्छ क्या होइन यता गर्न लाउनु इच्छा क्या होइन उता उहाँले उता पूजा आराम इच्छा पुण्यवाचन गरिहाल्नु ब्रह्मणे नमः काट्ने गइले चाहिँ नमस्कार होमी कुसाणी समर्पयामि नमस्कार होमी यहाँ गायत्रीको हरिओम तस हरिओम जय नमः उनले पर्दैन तिमीले फुल लिएर हाजोडे मात्रै हुन्छ नि पछाडि राख्थ्यौँ अहिले त्यसको काम अहिले आउँछ मिसो पानी बनाउन भन तताइ राख्न भन है बरु यहाँ पत्ता यहाँ उता उता छन् घरमा होइन मैले यो कलश गणेशको पूजा बाबु तिमी अघि ठाउँमा भन्छ मातृका पुज्ने रक्षा छाला टमाटर सादा हुन्न का रेस्टुरेन्टबाट आउनुको गुगो जस्तो हाल्यो त्यत्रो छाला ठुलाको गाडी पुऱ्याएको रेस्टुरेन्टबाट मलाई सराप नै भयो हजुर त्यहाँ प्रुफ नै भयो मैले मात्र काटेको छु चढाउनु चलन चाहिँ चढाइनु बाँधिने गरे नि हुन्छ राम्रो गरेर लेख्छु पंचवारुणी ओम अग्निवारुण देवते त्रिशुभ छंद प्रसिद्ध आजीवन विनियोगः ओम तन्नो अग्निवारुण सिद्धं देव ग्रहको यो करुवा हो अग्निवारुण देवते प्रसिद्ध आजीवन विनियोगः ओम सत्तवन अग्नि ओम भवते
ओम विनियोग लेनु उदत्तमा उदत्तकुं हवामनि नादो नेपतिकुं हवामनि पसमा दान करो दमात ओम दास करो ओम गणपतये स्वाहा गणपतये नमः देवे स्वाहा जदामा सुगंध पुष्टिवर्धनम उर्वारुकमेव वन्दनानि मृत्युर्मोक्षमामि तातरम्यकं जदामा सुगंध पतिवेदनम उर्वारुकमेव वन्दनानि तो मोक्षमामुताय ईश्वराय स्वाहा ईश्वराय नमः उता यो जाउनु अनि त सेचन पनि गर्छ अब उहाँले जे जे भन्नुहुन्छ त्यही अनुसारले हुन्छ कस्तो म त यो त फाल्नु पर्यो बेलपत्री भयो अरे हामीले घुसाएर दिएको छ तपाईँले सम्झिनुहोस् त्यो छुरा सहित पानी समान हजुरले त्यो लिने मान्छेले पनि बारी बस्छन् क्या सुन्नुभयो त्यो लिएर फाल्ने कसले हो फाल्ने तैँले दाने उहाँले ग्रहणै लिनुभयो छोडिदिनु पछि हुन्छ यसले हजुरले के गर्नुहोस् भन्दा यो तिनवटा उसलाई रेखा लाग्छ तिनवटा रेखा लाग्ने पछि काट्ने हो अलि यसो रेखा लाग्यो हो त्यसो अनि अर्को उता तिन थेर लाग्यो तिन थेर लाग्यो ल नानी यो थाल छुनु पर्यो अलिकति रङ पनि चाहियो पोको पनि निकाल हो त एउटा हो त्यसलाई ल यो पनि हो भाउलाई यो अङ्के छ बलि होइन तयार मात्रै गरेको तयार गरेपछि यहाँ ठिक्क पारेर राख्नु पानीले कपाल कपाल काट्ने सिधा सिधै हो प्रकाश कपाल काट्ने सिधा हो त रोनाल्डो ब्राजिलको रोनाल्डो जस्तो बनाउने एकछिन आसन रमाउँदो रहेछ होइन टुपी भएर सिधा दिने काम भयो आउँछ नि आऊ ल ल होइन अहिले पछि मिलाउँछ त्यहाँ फेरि घुमेर कता छ हेरेर मिलाउनु लाँदो हो असलीवाला तक्नु भयो है त असलीवाला तक्नु भयो कपाल राख्यो लामो लामो त्यही भएर अलिअलि कोतारे जस्तो हुन्छ नि त
देवीको भयो होइन जो हैन देवीको पूजा भयो माला चाहिए माला यहाँ छ क्या बाबु गायत्री मन्त्र के दिनु पर्यो ए गायत्री त गायत्री मन्त्र दिनु पर्यो फेरि वर्तन गर्न अरु के मन्त्र हो कि अब यसो अब आचमन गर्ने खोजेर ल्याउनु मामा कहाँ फै गरेर ल्याइन्छ जान झिकेर ल्याउनु त आचमन गर्ने मालो क्या जपर्ने मालो भात पकाएर खानु सबै देऊ के सबै हामी त पछाडी बसिनु हुन्छ हैन मामा ल पकाएर खानु होला यहाँ बस्दा कहाँ राख्नु ए ल नआउनु केटै ल ओ गर नआएर सब ल यसरी यसरी लगाइदेऊ ल लगाइदेऊ त यो झिकेर यहाँ दल्देऊ दादालाई अलि धेरै त्यति लगाइदिएको लगाइदेऊ कि दुईटा हातले टाउकोमा तेल लगाइदिए जस्तो गरेर ठ्याक्कै ल ल टाउकोमा तेल लगाइदिए जस्तो गरेर यसले ल हो ल तेल लगाइदिए ल ल ल आजी म गरे ल अरु यता आउ त यताबाट गर्दै यता त्यहाँ खाली छ यहाँ गर्दै यहाँ गर्दै यता गर्दै दादाको ल यता 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 गर्दै यता ल ल यहाँ पनि गर्दै ल यहाँ ढाडमा पनि गर्दै ल दल्दै दादालाई ल ल जतासुकै शरीरभरि दल्दिया होला शरीरभरि दल्दिया पुरै ल ल घसी गर्दै ल जे थियो दलले अब के थाहा छ नि पहिला भन्नुपर्छ नदल्ने थाहा छ सारी चाहिँ आस पर्ख स्नान गराइदिएपछि फेरि जलले स्नान एता राम महाराज समय इंद्रदेव अनुभोग मानडा तीत ग्रासे आओ अधिराजी गहनत्वा रतो अनुमर जोर बनानु गावनु भगा मनिना मो अनुव्रत सस्यतव साख्यानि योरन देवा रेभ्य जन्ते हिरण्य
तिमीले पनि छैन मेरो दाहिने हातले देउरे हातले तल छ नि दाहिने हातले अब त मृगको छाला कता छ यसो यहाँ त अलि देख्छु नि यसपछि पुनः आचार्यले तल्ली अनुसार कश्य ब्रह्मचारी असी हजुरले कश्य ब्रह्मचारी असी कश्य ब्रह्मचारी असी तिमी कश्य ब्रह्मचारी हो भनेर सोधियो। अब कुमारले भन्नु पर्यो ओम भवतः भवतः भनेको तपाईँ कसको हुन् तपाईँको भनेको ओम भवतः भन्नु पर्यो। आचार्य तल्ली अनुसार कुमारलाई सम्बोधन गरेर यथार्थ कुरा बुझाइदिन अनुमति सूचक मन्त्रको उच्चारण गर्ने।
ल विनियोग दुवै ओम इन्द्र सिद्धि विनियोग भन्दा जलसम्म इन्द्र सिद्धि यजुष प्रजापति ऋषि लिङ्गोक्ता देवता कुमारस कर्मचर्य समर्थनार्थम जपे विनियोग छोडिदियो त्यो व्रतमा बसियो भने बल्ल ब्रह्मचारी भयो कहिले गृहस्थी भन्नु त 25 वर्षपछि भन्नु खेल्न पाइयो के नगर्नु भयो कक्षा पढ्दा 9 कक्षाबाट लगेको थियो बिहा त नि पछि हो त्यो गर्नु भएन यसलाई रक्षा गरिदिनु होला भनेको ओम देव त सवित्री परिददामि ओम अद्भुत सदिभ्य परिददामि ओम देवा पृथिवीभ्यत्वा परिददामि ओम विश्वेभ्यस्त्वा देवेभ्य परिददामि ओम सर्वेभ्यस्ता भूतेभ्य परिददामि अरिष्टै विभिन्न किसिमबाट हामीले पहिले भनेर आएरले यसलाई रक्षा गरिदिनुहोस् भनेर प्रत्येक कर्म ब्राह्मण वर्णले हामी पहिलेको वर्णले सबै भयो हवन गर्ने ब्राह्मणलाई गर्न पर्छ मैले पछि हातमा ब्रह्मचारी कर्मचारी भनेको अहिले भने केटीसँग लग्न हेर्ने आएन गिज्याउने केही गर्न पाइएन आचार्य ओम अपोसान ओम अपोसान अस्नानी खान्छौँ नि अहिले हामी पानी बढी खाने यसले पनि बताएको असानी असानी खानेछु खान्छु भने अस्नानी ओम कर्म गुरु कर्मचारीले गर्नुपर्ने कर्म तिमीले गर गर्नेछु तिमीले भनेको कर्मचारीमा गर्नुपर्ने कुरा मैले गर्छु बाटो छोड्ने छैन भनेको कबला हो आज हामी ल्याउनेछौँ यसमा कुमारलाई केही लोला छाएर सेटा समाउनु पर्यो अधिकार राखिलाई समाउनु पर्यो चन्दन लाउँदै सिधा उठाएर फुलमाला लगाइदियो ल सिधा उठाइदिने सबै सिधै उठाउ क्या भनेको होइन यो लेभल मिलेर बनाएर
बाजा दिने अपसारे बजाउने कुरालाई थानको पारेर मन्त्र सुनाउनु भन्छ हाम्रो बजाउने दुईपटक तपाईँले भनेर सुनाइदिने तेस्रो पटकमा दुईटैले सँगै भने संविधाका टुक्राहरू चाहिए यहाँ हवन गर्ने भल्ला भनेर हुन्छ अरू मन्त्र दाइले राख्न नि भएर बेला बाबु बद्री आचमन गर्ने भाडा नि ल्याउ ल त उठाएर ल्याउ ल उतार फेरि अब गोइन्दा हात पनि फेरि ल दाइमा पछि ल दाइ सुनाइहाल्नु तिमीले बेल दाइने कानमा 3 पटक सबै शरीर सुन्नु जल चाउने हम हो वैश्वानर त्वम अभिवादये अघिले म यो नाम गरेको योगोत्रको मैले तपाईँलाई नमस्कार गरेँ भने वरुणलाई अब कलशतिर फर्केर वरुण हात्रे गोत्र आइसर भवा सौम्य भरतराज शर्मन हो आइसर भवा सौम्य यता सुन भगवती भिक्षाम वेदेहि भगवती होइन भगवती 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 भिक्षाम वेदेहि आइबिएर फरक छ यही हो सबैलाई पहिले आमासँगलाई आमाले ढोकाबाट आमाले दिने त्यसपछि अरूले जानु आमा हजुर आमाहरूले दिनुहुन्छ भगवती भिक्षाम वेदेहि तिमी टोकरी खाइले नि समाउ अब तिमी पनि समाउ झोली हालेर तालिए हो
भगवती भिक्षा नदे भगवती भिक्षा मे देहि भगवती भगवती छोरो भगवती धेरै पढ्ने है धेरै पढेर सबै गाउँभरिको सेवा गर्ने हुनुपर्छ है शिक्षा लिएर पढेर विद्वान हुनु हाम्रो गाउँमा नयाँ जोगी आएछन् बल्ललाई सानो जोगी भनेको बनाइदा होला बिसाएर फेरि हो नि है सक्यो हुन्छ
अरू ल्या यता ल्याउनु हरि पहिला एक साइ हुन्छ नि नाङ्लेमा ल्याएको दुईटा मया लब्धा गुरु हो गृह्यताम मैले संसार घुमेँ मैले यति पाएँ लिनुहोस् कहिले पनि गुरुकै होला सम्झिनु पर्यो ब्रह्मचारीले गर्नुपर्ने के त नुन नखानु नुनले चर्को नखानु लट्ठी र मृग चर्म साथैमा राख्नु तर हाम्रो राख्ने चलन छैन अग्नि सेवा गर्नु अग्निको सेवा गर्नु पूजा गर्नु साँझ बिहान समिधा चढाउने गर्नु अग्निमा साँझ बिहान समिधा चढाउने अहिलेखेरि चाहियो त्यसरी गुरुले हवन गर्ने अग्निमा चढाउनु प्रतिदिन त्रिकाल सन्ध्या गर्नु प्रत्येक दिन बिहान दिउँसो बेलुका 3 पटक जप गर्नु गुरुको सेवा शुश्रूषा गर्नु भिक्षा माग्न हिँड्नु अब गुरुको त खेतीपाती छैन गरे होइन त्यसपछि के गर्नु पर्यो भिक्षा माग्ने गुरुलाई खुवाउने आफूले खाने गर्ने माछा मासुहरू नखानु कहिलेसम्म सके धेरै नभए 3 दिन खानु चुर्लुममा डुबेर नुहाउनु शरीर भिजाउनु हात मुख धोएर खानु नजानु उपर खुट्टी लाएर अथवा खाट इत्यादिमा नबस्नु छाडा लाएर नबस्नु खाटमा नबस्नु भनेर सुत्नु भनेपछि रुख नचढ्नु पर्खाल नचढ्नु नफड्कनु गएर ठाउँबाट नफड्किनु मानिसहरू गएको ठाउँमा धेरै जाने भएको ठाउँमा नजानु र ती धेरै मान्छेसँग सँगै पनि नहिँड्नु नाङ्गी सुवासिनी मानिसलाई नहेर्नु नाङ्गा आइमाईहरूलाई नहेर्नु नदेख्नु झुटो नबोल्नु चोरी नगर्नु ब्रह्मचर्यमा रहनु लग्नरै नगर्नु गर्न नखोज्नु ब्रह्मचारीका नियमहरू पनि पाल्नुपर्छ बाबु भनेर भूलि भन्नुहुन्छ हुन्छ यी सबै मान्छे भनेर त्यसले भन्नु ल अब सबैले भोजन गर्ने ल अब खाना पाइयो पवित्र यो अस्ति कान्छा हामी के रहेछ भनेको होला त्यही हुन्थ्यो क्या हजुर अभिषेक गरिदिनुहोस् हो अब यता अर्को धोती अथवा लौटी फेर्न लगाउनु
तिमीले लगाउने स्वाहा दिव्येन भोगच्छ स्वाहा अग्निं वैश्वानर नरङ्गच्छ स्वाहा मनो मे हार्दि हार्दि यच्छादि उसकै हुन्छ जित गणेश रक्षा गरिदेऊ
माथिबाट लिएर कलरमा एउटै हो अरे नारायण नारायण सन्तर पाठ सुन्ने बेला माला लिएर आउने त्यस्तै त्यस्तै कामले रोकिन्छ क्या आगामी से पुनर्गृहं मातुवाच बाल्यादेव मया पुत्र पालित कृत सदा वृद्धावस्थामहं याथा पुत्रतं पालनं कुरु स्वकर्तव्यं परित्यज्य कथं यशसिकाननं सुतौवाच ब्रह्मचर्ये कृते तत्र शुश्रूषा पूर्वकं कुरु स्नात्वहं सर्वतीर्थेषु आगामी से पुनर्गृहं सकुलान् धरेत सप्त यतीर्थानि भ्रमेत बटु आगामी से ततो मातर वर्षद्वत् समन्तत मातुवाच देशान्तरमा दुःखमा घोरं च दारुणं सेवा गृहे भवेत् पितुवाच गुरुसो गुरुरेवान्ये गुरवश्चैव बान्धव तेषां वाक्य भवानेन दुःखं स्यात्तु पदे पदे ईदोरण्यं त्वयि गते रुदन्ते पितृमातरा महाभारं परित्यज्य कथं यस्य सीमेषु त रुदन्ति बान्धवा सर्वे बालकुमारग रुदन्ति गुरव चापि सोजना भृत्यवर्गका आचार्य उवाच गेहे पितृहृदं कष्टं स्वर्गे च पितृदेवनं कागति ते भवेत् पुत्र पितृसन्तोषणं विना माता गंगा समं तीर्थं पिता पुष्करसंगीतं गुरु केदारकं तीर्थं भ्राता तीर्थं पुनः पुनः माता तीर्थं पिता तीर्थं तीर्थं सुजनबान्धव वचने च गुरु तीर्थं गुरुरभ्यागतपर एतद्वाक्यं वेदमयुक्तं ते जानीत एतकारणम् उत्साहवृद्धिं माङ्गल्यं कुरु पुत्र गृहे वसनं वसिष्ठ उवाच ततोरिष्ट तस्य माता पिता हर्षेण संविद हर्ष बान्धव वृद्ध बाधित्रं बहुबाधितं भक्षभोज्यल्ये यचस्य विविधै रसै भोजनं कारयामासुर बालस्य परिचारका सुत उवाच जुन व्रतबन्ध उपनयन गरेको बच्चा म अब पढ्न जान्छु अब काशी जान्छु गुरुको सेवा गर्छु विद्या पढ्छु 12 वर्ष पढेर म फर्केर आउँछु आमा बा मलाई बिदा दिनुहोस् भनेर छोराले भनेको अवस्थामा अनि पैसाना आमाले भन्छन् बाल्यादेव मया पुत्र पालिता कृष्ण सदा वृद्धावस्था अहं याता पुत्रत्वं पालनं गुरु सुकर्तव्यं परित्यज्य कथं यस्य सिकान हे बाबु मैले तिमीलाई गर्भधारण गर्ने 10 महिनासम्म अनि केटाकेटी हुर्काएँ पाले तिमीलाई अब चल्न सक्ने यत्रो बनाए अब यस्तोमा बुढी भयो कि म आमालाई बाउलाई छोडेर तिमी कहाँ जान्छौ तिमीले आफ्नो कर्तव्य छोडेर जङ्गल नजाऊ विद्या पढ्न अन्त नजाऊ यहीँ बस अब आमाले छोरालाई
अब अझै पनि ठुलै भए पनि सानै देखेका हुन्छ र कतै नजाऊ दुःख पाइन्छ भनेका छन्। भन्दाखेरि छोराले भन्छ माताजी म ब्रह्मचर्यमा रहन्छु, गुरुको सेवा गर्छु, विद्या पढ्छु, अनि पछि त्यहाँबाट पुनर या शीघ्रम म फेरि घर आउँछु नि, कहाँ गएको गइहर्छु त म पढेर विद्वान भएर ज्ञानी बनेर आउँछु, गुरुको आशीर्वाद लिएर आउँछु भनेर छोराले भन्छ। फेरि आमाले भन्नुहुन्छ देशान्तरम महादुःखम महाघोरम च दारुणम शीतवात तपस्यैव सुदृढं पीड्यते। हे बाबु, देशान्तरम भनेको आफ्नो ठाउँ छोडेर अन्त गइसकेपछि के हुन्छ? महादुःख, ठुलो दुःख हुन्छ, धेरै दुःखहरू बिहोर्नुपर्छ, जाडो घाम हावा भोग तिर्खा यी सबै बिहोर्नुपर्छ। भनेको बेलामा लाउन खान पाइँदैन, आफूलाई माया गर्ने कोही हुँदैन, त्यसरी जानु हुँदैन बाबु भनेर आमाले भन्नुहुन्छ। फेरि पिताजीले भन्नुहुन्छ कि यहाँबाट जान्छौ जङ्गलमा, अब गुरुको आश्रममा जङ्गलमा जाँदा कन्दमूल फलाहार भूमिशय्या निराश्रय। अब वनमा केही पाए खाने नपाए नखाने हुनुपर्छ, भुइँमा सुत्नुपर्छ, अब डन्लप आदि गरेका बिस्तारा पाइँदैनन् र त्यसो हुनाले धेरै दुःख हुन्छ बाबु। गृह तिष्ठ सदा, सधैँ यहीँ बसेर कहीँ नजाऊ, घरै बसेर पढेका पनि हुन्छन्, यहीँ पनि पढ्न पाइन्छ। ल फेरि छोराले भन्छन् धन्य माता पिता धन्य ये पुत्र व्रताश्रित पितृंश तारे सर्वन्तस पूर्वन्तस परान्। हो आमा, हे माताजी, हे पिताजी, तपाईँहरू धन्य हुनुहुन्छ, हामीलाई सृष्टि गर्नुभयो, पाल्नुभयो, हुर्काउनु भयो, बनाउनु भयो, तर हाम्रो पनि के हुन्छ भन्दा पितृहरू उद्धार गर्ने हाम्रो काम हुन्छ भनेर भने हामीले। त्यति बेला फेरि आमाले भन्नुहुन्छ अब देशान्तर दुःख हुन्छ, किनभनेदेखि बाटो सजिलो बाटो हिँड्न पाइँदैन, पर्वत चढ्नुपर्छ, जङ्गल जान्नुपर्छ, हिमालय जानुपर्छ, दुःख हुन्छ, नजाऊ का नजाऊ। अब फेरि पिताजीले पनि भन्नुहुन्छ जङ्गलमा बाघ भालुहरूले दुःख दिन्छन्, एक्लै निराहार न्यायी त अब खान पाइँदैन, भोकै हिँड्नुपर्छ, त्यसो हुनाले तिमी नजाऊ। बाबाले नजाऊ, आखिरी कुरो त दुःख पाइन्छ नजाऊ, यसो सारांश त्यति। अब दशमासम धृतो गर्भे जित्वा निद्रा क्षुधाधिकम तोही देशान्तरमा देखा गतिर म पुत्र। हे बाबु, मैले गर्भ धारण गरेँ, तिमीलाई त्यति बेला के भयो, निद बेलामा सुत्नु छैन, भोकमा खानु छैन, धेरै दुःख भएको छ, त्यसो हुनाले हेर तिमी छोडेर गऊ भने मेरो के गति होला, नजाऊ। कष्टेन पालितो सिद्धम आत्मनार्थे मया सुत। बाबाले पनि भन्नुहुन्छ कि हे अब मलाई पछि तिमीले यस्तै गरौँला, पालन पोषण गरौँला, सेवा गरौँला भनेर हामीले दुःख गरेर तिमीलाई पालन पोषण गरेर हुर्कायौँ, हामीले यहाँ दुःख पाउने, तिमीले वहाँ दुःख पाउने हुन्छ, नजाऊ भनेर पिताजीले भन्नुहुन्छ। र त्यही बेलामा फेरि छोराले भन्छन् पञ्चवर्षे त सम्पूर्ण वनवासी जितेन्द्रिय व्रतम गरिसे नैव धेनाम तारे। धेरै होइन, थोरै समय, 5 वर्ष 12 वर्ष भन्दा पनि 5 वर्षमा यी सबै कुरा सिकेर आउँछु भनेर भन्छ। दुर्गमा पर्वता शैला दुर्गमा हिमालय दुर्गम शारदा पीठम दुर्गम वनगौरम। यहाँबाट तिमी जान्छु भन्न त सजिलै छ, तर जाने बाटो बेहोर्ने कुरा परिएका अवस्थाहरू धेरै दुःखका हुन्छन्। Thank you.
यति भनेको हो क्या यो आरती सकिन्छ भनेको हामीले नि आरती 5वटा पञ्चायतको भनेर उतानी भन्नु 15 लक्षको बस्ती दिए आरती केम गर्छ यहाँ भन्नु है सुन्दर यहाँ दाउराले त नरिवल पचाउ पचाउनु पर्यो त तर गुलाइदिनु पर्छ हामी हिँड्ने हो क्या छोरी हामी हिँड्ने
हरे राम हरे कृष्ण शिव भगवान हरे राम हरे कृष्ण शिव भगवान माता पिता गुरुजन ईश्वर समान श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको हरे जन्म दिने माता पिता कर्म दिने राम जन्म दिने माता पिता कर्म दिने राम नसकेमा मनले भज्नु सके चारै धाम श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको हरे 10 महिना कोखमा बसी धरती जन्म पाइयो 10 महिना कोखमा बसी धरती जन्म पाइयो हरि नाम जप्दै जप्दै प्रभु शरण आइयो श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको हरे हुर्कायौनी पिलाएर दुध 10 धारा हुर्कायौनी पिलाएर दुध 10 धारा सकिँदैन तिर्न कहिल्यै अमृत दुधको भारा श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्री रामको
छोरी हुर्के आफ्ना घरमा छोरा विदेशैमा छोरी हुर्के आफ्ना घरमा छोरा विदेशैमा कहिले घाम लाग्ला तिनको बुद्धि विवेकैमा श्रीरामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्रीरामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्रीरामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्रीरामको
ठाउँमा चाहिँ हुन्छ नि त नि बुहारी नाइ